1 2 3 भन्नु पर्छ अरु पनि आएको छ 3 भन्दै क्यामेराम्यान त स्टपको स्टप भयो 1 2 3 गो नाम थाने हैन ए मनी नाम थाने हो नि आज गएन मनी नाम थाने हो नि बजामा लुरा भन्नुभएछ म त लाम थाने हो नि तपाईँ नि लाम थाने हो अब हामी आज बस्ने हो कि जाने हो मेरो खुसी गर्ने तेरो खुसी गर्नु भन्नुभएछ लाम थाने हो भनेको त हाँस्ने भाइ मामा त अहिले त मोटाउनु भएछ त गेम बन्द भयो दुब्लाको गेम गराको खान नगर दुब्ला त कस्तो भयो मामा के भन्नुहुन्छ हजुरले फेरि पनि स्वागत छ हजुरहरूलाई समिता गुरुङ युट्युब च्यानलमा। आज चाहिँ हामीहरू सबैजना भएर बजामाहरूलाई भेट्न आएको छ। दुईटा बजामालाई हाम्रो अहिले भेट्न आएको बजामा चाहिँ 93 वर्षको अनि अर्को हामी भेट्न जाँदैछौँ फेरि अर्को हाम्रो सबैभन्दा ठुलो बजामा चाहिँ 97 वर्षको बजामालाई आज भेटघाट कार्यक्रम छ हाम्रो। के हो त्यस्तो भन्नु मिठो बाँच्न आइछौ घिउको बाँच्न खाली हो कि हाम्रो कपाललाई छोड्न पर्ने रहेछ क्या के नि नल्याछ त्यति राम्रो मान्छे पनि राम्रो मैले कुरा छ्यावा मिछ्यावा मलाई खिच्याइदिन्छ सम्झौ छ्यावा मिछु त कुरा झौ छ्यावा सकियो अब त अहिले त कोक्रो हुँदै गरेछ सुन्तलाको बोक गेरा ठुलो भयो नि दाना ठुलो भयो नि भित्र गुदी सुके खाके कति मिठो भएछ नि त त्यो त नम्सुम सुदिले रोटी पनि ल्याइदिएछ ल हेर छोरीहरूले हो त्यो वर्षको हाम्रो बजारमा पानी खाने पानी चिया खाने यता माइली यता हेरिदेऊ माइली सेलरोटी छ ठिक छैन क्या के बोल्छ अलि के भन्छ सोच समझ के बोलो माइली हाम्रो आफैलाई के भनिदिने होइन आफै मलाई बाहिरमा खाने आलुले पकाएको नमिठो भन्छ अरे यसले मैले त्यो सुनेछु के नातिलाई देखेर त बजामा त पलातीलाई देखेर है बजामा ह्याप्पी हुनुभयो सङ्गम जाँदा पार्टी खानु पर्छ अनि त्यही बाटो हो तिब्बतीमा खानु पर्छ है मोमो सुन्यो उसलाई फेरि कहाँ निकाल्छ बजामाले दिनुभएको 1000 ले उता तिब्बतीतिर 150 नि है सङ्गम जाँदा दोहोरी गाउँछ दोहोरी नि गाउँछ हो गाउँछ अब दोरी गाउँछ कहिले काहीँ भनेर छोरो परि आयो एउटा गीत गाइदिए त नत्र नौलो गाउँको थापिआइसिङ भनिदिन्छ मैले बोकेको अरे गीत गाउँदै भन्दैन एउटा गीत गाइदिनु हामी ताली बजाउँछ एउटा गाइदिने खिचौँ अब जिजु बजामाले 1000 अनि म बजामाले पर्छ है यो पार्टी खान पर्छ है यो पैसा त सङ्गम दादालाई कस्तो हो भाइ एउटा खान पर्छ है अब धेरै पढ्न पर्छ है राम्रो गरेर पढायो राम्रो गरेर पढ्न पर्छ ल कोसिस गर्नुपर्छ राम्रो दार्जिलिङको चियापत्ती राखेर कुल्ले दार्जिलिङ पकाएको चिया
ठुलो मामा दिल्ली मामाले चिया पाक्यो सेलरोटी पनि खानु त मिठो छ भयो मलाई खानु भयो कि खानु मैले खाएँ के हुन्छ मिठो रहेछ ल्वाङ सुकमेल हालेको रहेछ सेलरोटी मिठो रहेछ मैले खाएँ अनि यो चाहिँ मामाले दार्जिलिङ जानुभएको थियो दिले मामा होइन भयो मलाई खानु पहिले त्यति सिधाउनु अनि लैदियो हुन्छ चिया होइन त माइली होइन त भाइलु कस्तो लाग्यो त रोटी मैले नि खाँदिनँ होला भने त्यसको थोरै चाहिँ खाएँ मैले त्यसको साथमा चिया नखाने डराउँछ बिचरा किन त्यस्तो गरिदिनु त ल माइलीले पोचेर सिद्धायो है अब चियावाली हो माइली हामी चाहिँ एउटा बजारमालाई भेटेर फेरि अर्को बजारमाको घरमा आइसक्यौँ साधन नपाउनेहरू त ऊ त्यसरी हिँड्दैछ हामी चाहिँ आइसक्यौँ तिनीहरू चाहिँ हिँड्दै आउँदैछ नजिकै हो नि त फुलको डाली डालीमा तिम्रो रूपको लालीमा रुगा लाए पनि गीत गाइदियो गाइदिन्छु मैले गाइदियो होइन अझै मामा पनि घरै हुनुहुँदो रहेछ गाडी घरै भएपछि रोटी खाली रोटी हो कसले हालेको नि आमा आफै हालेको मैले हालेको भन्नुहुन्छ मलाई खै त नि मलाई रुगा लागेछ अरे कि निस्कियो नि यहाँबाट पनि म त नचिनेको क्या दिवसलाई 28 पो फेरि फुपूलाई भेट्न आएको फुपू पनि हो माइजू पनि हो फेरि हाम्रो त हाम्रो एउटै चेलीबेटी पनि हो पोल्टीको चाहिँ यस्तो रहेछ दुईचोटिसम्म लामो ल्यायो ए नत्र त्यस्तो हुँदो रहेछ यसको नि अनि यो दुईटा त फेरि पछि आफूले गुम्बामा लगाएर हुन्छ यिनीहरूको नियम हुन्छ ठुलो त्यो गुरुलाई ल्याएर अनि लामा ल्याएर अनि लामाले लिएर गएर अनि सासनाले सासनाले